धेरैजनाले सोध्नुहुन्छ कि साइप्रसमा इन्सुरेन्स के हो र इन्सुरेन्समा काटेको पैसा चाहिँ हामीले फिर्ता पाउन सक्छौँ कि सक्दैनौँ भनेर चाहिँ धेरैजनाले बुझ्ने कोसिस गर्नुहुन्छ। त्यसको लागि चाहिँ यो भिडियो बनाएको छु है त। अनि अब इन्सुरेन्स पनि तपाईँको विभिन्न तरिकाका इन्सुरेन्स हुन्छ। जुन हाम्रो यहाँ इन्सुरेन्सको पैसा पे गरिराखेको हुन्छौँ त्यो सोसल इन्सुरेन्स हो र यो चाहिँ राज्यद्वारा तोकिएको, यो चाहिँ अनिवार्य हामीले चाहिँ जति पनि हामी इम्प्लोइहरू छौँ त्यसको चाहिँ अनिवार्य हामीले चाहिँ पे गर्नुपर्ने हुन्छ र यसको लागि चाहिँ तपाईँको इम्प्लोयर्सले 8.8% र हामीले चाहिँ 8.8% गरेर चाहिँ आधा-आधी गरेर चाहिँ हामीले पे गर्नुपर्ने हुन्छ र यसको लागि चाहिँ हामीले तपाईँले तत्कालै फिर्ता पाउँछु भनेर चाहिँ यो फिर्ता पाउन चाहिँ हामीले सर्ट टर्ममा चाहिँ हामीले फिर्ता पाउन सक्दैनौँ र यसको लागि चाहिँ तपाईँहरू काम गर्दा गर्दै तपाईँहरूलाई चाहिँ केही चोटपटक लाग्यो, बिमारी भयो, ठुलो बिमारी यताउति भयो भने चाहिँ त्यसमा चाहिँ तपाईँको बिमारीको उपचारको लागि चाहिँ जस्तै तपाईँहरूको 1000 युरो लाग्नेमा चाहिँ 700 800मा चाहिँ तपाईँको बिमारीहरू चाहिँ सल्भ हुन सक्ने त्यसको लागि चाहिँ यो हो र यो पनि तपाईँहरूले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँहरूको लागि